हेलो साथीहरू, आज म तपाईँहरूको लागि अदालतसँग सम्बन्धित केही महत्त्वपूर्ण शब्दावलीहरू लिएर आइसकेको छु। हामीहरूले प्रायःजसो इक्जाममा यसको केही टेक्निकल वर्डहरू छ जुन अदालतमा मात्रै काम लागिरहन्छ। यो वर्डहरू हामीहरू बिर्सिन्छौँ, यसको मतलब बिर्सिन्छौँ र यसको परिभाषा पनि लेख्न जान्ने सक्दैनौँ। त्यही भएर आज म तपाईँहरूको लागि यसको शब्दको अर्थ लिएर आइसकेको हो। यो यदि तपाईँहरूलाई याद रहन्छ भने परिभाषा पनि मजाले लेख्न सक्नुहुन्छ। त हामीहरू सुरुवात गरिहालौँ अब। ल पहिलो नर्मा छ हाम्रो हकदैया। हकदैया भन्नाले के हो त? हकदैया भन्नाले हक प्राप्त भएको व्यक्ति, हक अधिकार प्राप्त भएको व्यक्ति। भन्दाखेरि अब कुनै मुद्दा मामिला छ, अब जो मुद्दामा पीडित भएको छ भने उसँग त हक अधिकार रहन्छ उजुरी गर्ने हो। त्यस्तो व्यक्तिलाई नै हामीले हकदैया भन्छौँ। भन्दाखेरि जोसँग हक अधिकार छ उजुरी गर्ने त्यसलाई नै हामीले हकदैया भनेर बुझ्नु पर्यो। त्यस्तै अर्को छ हदम्याद। हदम्याद भन्नाले कानुनले तोकेको समय सीमा हो। कस्तो धेरै हदम्याद भन्नाले कानुनले तोकेको समय सीमा नै हदम्याद भन्नाले कानुनले तोकेको समय सीमा भयो। त्यस्तै अर्को म्याद। हदम्याद र म्यादमा अलिअलि मात्रै अन्तर छ। अब यो हदम्याद भन्नाले कानुनले ऐनमा संविधानमा त्यहीमा तोकेको हुन्छ भन्दाखेरि म्याद भन्नाले अदालतले तोकेको समय सीमा हो। अदालतले म्याद भन्दाखेरि अदालतबाट जारी भएको सूचना भनेर बुझ्नु पर्यो। अदालतबाट जारी भएको सूचना। म्याद हदम्याद कन्फ्युजन हुने शब्दहरू छ, त्यही भएर तपाईँहरूले राम्रोसँग बुझ्नुहोस्। हदम्याद भन्नाले कानुनले तोकेको समय सीमा हो भने म्याद भन्नाले अदालतबाट जारी भएको सूचना हो। अदालतबाट जारी भएको सूचना के हो? म्याद हो। त्यस्तै देवानी मुद्दा। देवानी मुद्दा भन्दाखेरि यो व्यक्तिगत सरोकार राख्ने मुद्दा हो। व्यक्तिगत सरोकार राख्ने मुद्दा हो भन्दाखेरि यो यस्तो प्रकार राख्ने मुद्दा भन्दाखेरि यो यस्तो मुद्दा हो जुन व्यक्तिगत, जस्तो आफ्नो घरको मुद्दाहरू, जमिन सम्बन्धी मुद्दा भयो, त्यस्तै छुट्टापत्रको मुद्दा भयो हो। त आफ्नो व्यक्तिगत मुद्दालाई सार्वजनिक रूपमा कसैले हानि नोक्सानी नगरेको तर घरमा नै अब व्यक्तिगत रूपमा वा दुईजनाको बिचमा केही झगडा परेको छ, सार्वजनिक रूपमा प्रभाव नपर्ने गरी हो, त्यस्तो मुद्दालाई हामीले देवानी मुद्दा भनेर भन्छौँ। त्यस्तै अर्को छ फौजदारी मुद्दा। फौजदारी मुद्दाखेरि सार्वजनिक सरोकार राख्ने विवाद। सार्वजनिक सरोकार राख्ने मुद्दा भन्दाखेरि यो मुद्दा भनेको यस्तो प्रकारको छ जहाँ सार्वजनिक रूपमा केही अपराध गरेको छ, जस्तै चोरी गरिदिने, सार्वजनिक रूपमा प्रभाव पार्छ, चोरी डकैती, त्यसै कसैको हत्या गर्ने हो। यस्तो मुद्दाहरू परेछ भने त्यो मुद्दालाई हामीले फौजदारी मुद्दा भनेर भन्छौँ। घराइसी सम्बन्धी केही मुद्दा छ भने देवानी मुद्दा भन्ने, र सार्वजनिक रूपमा चोरी डकैती, मारपिट, लुटमार केही गरेको छ भने
त्यो फौजदारी मुद्दा भयो। त्यस्तै अर्को छ समावाहन। समावाहन भनेको फौजदारी मुद्दामा जारी गरिएको सूचना हो। समावाहन भनेको के हो? एउटा सूचना छ जुन केसँग सम्बन्धित हुन्छ भने फौजदारी मुद्दासँग सम्बन्धित सूचनालाई हामीले समावाहन भन्छौँ। यो प्रायःजसो तपाईँहरूले फेसबुकमा सुन्दै आउनुहुन्छ होला। कुनै सेलिब्रिटीसँग सम्बन्धित मुद्दाहरू रहन्छ भने त्यसलाई समावाहन वा इत्लाइनामा, यो पनि त्यस्तै प्रकारको छ। यहाँ यो देवानी मुद्दासँग सम्बन्धित छ। देवानी मुद्दामा जारी गरिएको सूचना हो। देवानी मुद्दामा जारी गरिएको सूचना हो। त्यस्तै अर्को छ तारिख। तारिख भन्दाखेरि अदालतमा उपस्थित हुन भनिएको दिन हो। अब कुनै मुद्दा चलिरहेछ अनि मुद्दाको क्रममा अब अदालतले केही नोटिस दिन्छ कि यो दिन आइतबार यति बजे उपस्थित हुनुपर्छ भन्दाखेरि हो त्यही दिनलाई नै हामीले तारिख भन्छौँ। अदालत भाषामा तारिख भन्छ। भन्दाखेरि उपस्थित हुन भनिएको दिनलाई अदालतमा उपस्थित त छुटेछ। अदालतमा उपस्थित हुन भनिएको दिनलाई नै हामीले के भन्छौँ? तारिख भन्छौँ। त्यस्तै अर्को छ साक्षी। साक्षी भन्दाखेरि तपाईँहरूलाई थाहा नै होला, घटनास्थलमा अब जो गवाही दिने मान्छेहरू हुन्छ त्यसलाई नै साक्षी भन्छ। घटनास्थलमा वा घटना सम्बन्धमा देख्ने, जान्ने र सुन्ने व्यक्ति व्यक्तिलाई नै साक्षी भनिन्छ। त्यस्तै अभियोग पत्र भन्दाखेरि फौजदारी मुद्दामा अदालतमा दायर गर्ने पत्र हो। अदालतमा दायर गर्ने पत्र। अभियोग पत्र भनेको यस्तो पत्र छ जहाँ कुनै फौजदारी मुद्दा भएको छ, कुनै चोरी डकैती वा कसैले हत्या गरेको छ भने अब अदालतमा मुद्दा दायर गर्नको लागि निवेदन लेखिन्छ र त्यही निवेदनलाई नै अभियोग पत्र भनेर बुझिन्छ। त आजको भिडियो हाम्रो सकिसकेको छ। आज हामीले जानकारी दिन खोजेको कुराहरू दिइसकेको हो। तपाईँहरूले यसलाई अलिकति 2-4 पल्ट भिडियो हेर्नुहुन्छ भने यादै हुन्छ। यो लेख्नु जरुरी छैन। यो यदि याद छ भने तपाईँहरूले मजाले यसको सम्बन्धी इक्जाम हलमा परिभाषा लेख्न सक्नुहुन्छ। यदि परिभाषा लेख्न सक्यो भने 1-2 पोइन्ट त यतिकै आफैमनले मिलाएर लेख्न सक्नुहुन्छ। तसर्थ तपाईँहरूले यो राम्रोसँग हेर्नुहोस्, बुझ्नुहोस् र याद गर्नुहोस्। तब मात्रै सम्भव छ लोकसेवामा नाम निकाल्न। ल हस्त धन्यवाद। फेरि पनि अर्को भिडियो लिएर आउनेछु। तपाईँहरू मसँग जोडिनु होला।